नमस्ते आन्यगा सम्पूर्ण विद्यार्थी साथीहरूलाई हार्दिक स्वागत प्रकट गर्न चाहन्छु। हिजो हामीले डे 1 कोरियन भाषाको क्लास हामीले डे 1 पढिसकेका छौँ भने आज हामी डे 2 मा उपस्थित भइसकेका छौँ। डे 2 मा छ हिजो हामीले डे 1 मा के पढेको थियो, गन द र म बस अज छ ख थ फ ह भन्ने 14 वटा व्यञ्जन वर्णलाई लेख्न सिकेका थियौँ र हिजो हामीले 14 वटा अक्षर चाहिँ कण्ठ पारेको थियौँ भने आज हामीले त्यही अक्षरबाट बनेको डबल अक्षर 5 वटा अध्ययन गर्दैछौँ। ल आज हेरौँ, अब हाम्रो के छ त छप छाउम भन्छ हो। यहाँनिर हेर्नुहोस्, अब हामीले के भन्नु पर्यो, छप छाउम भन्ने विषय चाहिँ हामीले अध्ययन गर्दैछौँ। छप छाउम भनेको चाहिँ दोहोरो व्यञ्जन वर्ण हो, डबल कन्सोनेन्ट चाहिँ आज हामीले अध्ययन गर्दैछौँ। हिजो हामीले एकल व्यञ्जन वर्ण एकवटा मात्र अक्षरको लाई अध्ययन गर्यौँ भने आज हामीले 2 वटा अक्षरहरू चाहिँ अध्ययन गर्दैछौँ। हिजो हामीले जस्तै मानिलिउँ ग भनेर यसलाई पढेको थियो भने अब हाम्रो आज ग डबल भयो भने के हुन्छ त क भन्ने अक्षर बन्छ हो। अब हामीले यो अक्षरलाई के भन्नु पर्यो, ग ग डबल भयो भने के हुने रहेछ, क। हामीले कसरी उच्चारण गर्ने, क। अहिले जोड साउन्डले भन्दाखेरि के भन्नु पर्यो, क भनेर के गर्ने त उच्चारण गर्ने भने यो अक्षरलाई के भन्छ त हामीले द डबल हुँदाखेरि यसलाई के भन्छ त ड डबल हुँदाखेरि के भन्छ त भन्छौँ भने अब यो ब डबल हुँदाखेरि यो अक्षरलाई के भन्छ त हामीले प के भन्नु पर्यो, प। यो साउन्डको चाहिँ हामीले के गर्छौँ, उच्चारण गर्छौँ प भनेर उच्चारण गर्छौँ भने यो स सिङ्गल स हुँदाखेरि चाहिँ हाम्रो डबल स, यसलाई भन्छ स स स साउन्डको उच्चारण गर्छौँ भने यसलाई ज डबल हुँदाखेरि के भन्छ च के भन्छ त च के गर्नु, च साउन्डको उच्चारण गर्ने चाहिँ हाम्रो के छ त क त प स छ। कतिवटा अक्षर छ, 5 वटा। जस्तै हिजो हाम्रो यो ग डबल भयो भने जस्तै ग डबल हुँदाखेरि के भन्नु त क बन्यो भने हाम्रो के छ, यो द अक्षर हो हिजो हामीले सिकेको हो। द डबल हुँदाखेरि के बन्ने रहेछ त बन्ने रहेछ भने यो अक्षरलाई हिजो हामीले ब भनेर सिकेका थियौँ। ब डबल भयो भने के बन्ने भयो त प भन्ने अक्षर बन्ने भयो भने स डबल भयो भने के भयो त स भन्ने अक्षर बन्यो भने ज डबल भयो भने हाम्रो के बन्ने भयो त च भन्ने अक्षर बन्ने भयो हो। अब हामीले यसलाई के भन्ने त क त प स छ, धेरैभन्दा धेरै पटक के गर्ने त क त प स छ, क त प स छ, क त प स छ, क त प स छ भनेर हामीले यसलाई अभ्यास गर्ने हो। धेरैभन्दा धेरै पटक लेखेर के गर्ने त यसलाई क त प स छ के भन्ने त हामीले क त प स छ, क त प स छ, क त प स छ भनेर हामीले अभ्यास गर्ने। जस्तै हाम्रो सुरुको अक्षर के छ त हाम्रो क। अब यसलाई पनि हामीले के गर्ने त लेखेकै गर्ने हो। क क क क क लेखेको 15-20 पटक तपाईँहरू कति पटकसम्म आउँदैन यो अक्षरलाई के गर्ने त हामीले क क क भनेर भन्ने पनि हामीले के गर्ने त लेख्ने पनि। धेरैभन्दा धेरै पटक लेखेर के गर्ने त यो क भन्ने अक्षरलाई हामीले के गर्ने त चिन्ने हुने। त्यसपछि हाम्रो यो अक्षर छ, यसलाई के भने त साउन्डको उच्चारण गर्ने। यसलाई पनि हामीले लेख्ने, धेरैभन्दा धेरै पटक लेख्ने त लेख्दै जाने तपाईँहरूले कापीमा हो। जति पटकसम्म तपाईँहरूले चिन्नु हुँदैन त्यति पटकसम्म के गर्ने त अक्षरलाई लेख्ने। यसलाई के गर्ने त भन्ने अक्षरको हामीले उच्चारण पनि गर्ने र त भन्ने अक्षर 15-20 पटक तपाईँहरूले के लेख्ने त कापीमा प्र्याक्टिस गर्ने, लेख्नु भने यो त भन्ने अक्षर पनि तपाईँहरूले लेख्न सक्नुहुन्छ भने यो अर्को अक्षर हाम्रो रहेछ प हो। अब ब डबल भने हामीले प बन्छ भनेछौँ। अब यसलाई पनि हामीले के गर्ने त प भनेर धेरैभन्दा धेरै पटक के लेख्ने त प भन्ने अक्षर लेख्ने हो भने फेरि अर्को हाम्रो के छ त यो स भन्ने अक्षर छ हो। यसलाई पनि के गर्ने, सलाई पनि हामीले धेरैभन्दा धेरै पटक के लेख्ने त स भनेर हामीले के गर्ने त लेख्ने हो भने फेरि अब यो च भन्ने अक्षर छ हो, यसलाई के भन्नु पर्छ हामीले च भन्नु पर्यो भने यो चलाई पनि के गर्ने त धेरैभन्दा धेरै पटक के लेख्ने त हामीले च भनेर लेख्ने हो। तपाईँहरूले सूत्र बनाउने क त प स छ हो। के भन्ने त क त प स छ, क त प स छ, गीतै जस्तो बनाउने। यसलाई के भन्ने त क त प स छ, क त प स छ हो। जम्मा 5 वटा अक्षर छ हाम्रो। यो 5 वटा अक्षरलाई के गर्ने त धेरैभन्दा धेरै पटक लेख्ने, क त प स छ, क त प स छ, क त प स छ भनेर हामीले अभ्यास गर्ने। अब यो अक्षरलाई के भन्छ त क भन्ने हो, क भनेर उच्चारण गर्ने। अब यसलाई के भन्छ त यसलाई के भन्छ प यसलाई के भन्छ स यसलाई के भन्छ च यसरी भन्नु पर्यो। क त प स छ के भन्छ क त प स छ, क त प स छ भनेर तपाईँहरूले भनेको भने लेखेको लेखे, भनेको भने लेखेको लेखे हो। अब हिजोको अक्षर पनि हामीले सम्झिनु पर्यो। हिजोको अक्षरलाई के भन्छ गन द र
मबस अज छक थप के भन्ने त हिजो हामीले एउटा सूत्र क्रिएट गरेको थियो हो गन दर मबस अज छक थप गन दर मबस अज छक थप भनेर हिजो हामीले 14 वटा अक्षर सिकेका थियौं भने आज हामीले के सिक्यौं त कत पस छ के भन्यौ त कत पस छ के भन्यौ त भन्नुस् त फेरि कत पस छ भन्दै हामीले सिक्यौं अब हाम्रो मुखैमा आउने बनाउनु पर्यो डबल व्यञ्जन वर्ण भन्ने बित्तिकै हामीले के भन्नु पर्यो त कत पस छ के भन्ने ल भन्नुस् कत पस छ भनेर याद गर्ने जम्मा हाम्रो 5 वटा अक्षर छ जस्तै हाम्रो ग डबल भयो भने ग बाटै के बन्यो त क बन्यो जस्तै सिंगल व्यञ्जन वर्ण मिलेर के हुन्छ त हाम्रो डबल व्यञ्जन वर्णको अक्षरहरु के भइछ त निर्माण भइछ नि ग डबल हुँदाखेरि यसलाई के भन्नु क भन्नु पर्यो भने द डबल हुँदाखेरि हामीले के भन्ने त भन्ने हो भने ब डबल हुँदाखेरि के भन्ने प भन्ने स डबल हुँदाखेरि स ज डबल हुँदाखेरि के भन्ने त च भन्ने हो के भन्ने त क त पस छ हामीले के भन्नु पर्यो क त पस छ भनेर के गर्ने त अभ्यास गर्ने है धेरै भन्दा धेरै पटक यसलाई लेख्ने तपाईहरुले कसरी हुन्छ यसलाई आउने बनाउने क त पस छ भने चाहिँ हामीले 19 वटा व्यञ्जन वर्ण हाम्रो सकिन्छ हिजो पढेको अक्षर हो हामीले गन द र म बस त्यसपछि के गर्यो अज छक थप पढेको थियौं गन द र म बस अज छक थप यसलाई के भन्छ हामी क त पस छ के भन्छ त क त पस छ धेरै भन्दा धेरै पटक के गर्ने त हामीले अभ्यास गरेर तपाईहरुले यसलाई चिन्ने हुनु होला है त ल साथीहरु अब तपाईहरु कुन कुन ठाउँदेखि जोडिनु भएको छ कृपया कमेन्ट पनि गर्नु होला भने फेसबुक टिकटक मा पनि हामीसँग जोडिन सक्नुहुनेछ भने अब युट्युब मा पनि हामीले डे 1 देखिको सिरियली भिडियोहरु तपाईहरुले हाल्दिदै गएको छौं तपाईहरुले प्लेलिस्टमा गएर हेर्नु होला डे 1 डे 2 डे 3 भन्दै हामी दिनै तपाईहरुलाई कोरियन भाषा सिकाउँदै जाने छौं तपाईहरुले आफ्नो कोरिया जाने गन्तव्यलाई सुनिश्चित गर्नु होला धेरै भन्दा धेरै अभ्यास गर्नु होला है हामीले यहाँ भनेको अनुसारले तपाईहरुले के गर्नु पर्छ घरमा अभ्यास गर्नु पर्यो लेख्नु पर्यो है आउने बनाउनु भने सजिलैसँग हामीले सिक्न सकिन्छ